आजको यस भिडियोबाट आजकलका नयाँ युवा पिँढीहरूलाई चाहिँ केही न केही प्रेरणाको अवश्य नै मिल्न सक्छ। जहाँ इच्छा त्यहाँ उपाय भन्ने कुरो त सुन्नुभएको होला नि। सेम त्यही प्रकार यो 75 वर्षको दादी अम्मालाई चाहिँ हजुरआमालाई चाहिँ के हुटुटी चल्यो होला र यसले चाहिँ गाडी सिक्नु पर्यो। जिन्दगीमा कहिले चाहिँ उनले चाहिँ गाडी चलाउँदै नचलाए कि हजुरआमाले अनि 70-75 वर्षको उमेरमा चाहिँ उनले चाहिँ गाडी चलाउने चाहिँ उनले चाहिँ इच्छा जागेपछि उनले हर कसैलाई चाहिँ भन्ने पुगेछन् कि म गाडी चलाउन सिक्छु भन्दै। तर कसैले पनि भनेन, कसैले पनि उनलाई चाहिँ सहारा दिन्छन् यो उमेरमा तिमी गाडी चलाएर के गर्छौ, गाडी सिकेर के गर्छौ भनेर हर कसैले इन्कार गरिरहँदाखेरि उनले चाहिँ आफ्नो जिदलाई नछोडेर उनले चाहिँ गाडी चलाउन यसरी सकुशल सिकेर उनले चाहिँ गाडी रोडमा कुदाइरहेकी छिन्। भनेपछि अनि गाउँघरमा चाहिँ हाम्रो गाउँठाउँमा चाहिँ अलिकति उमेर भएपछि भन्छन् नि मर्ने बेला हरियो काँक्रो भनेर। तर त्यसो होइन साथीहरू, किनकि यदि इच्छा छ भने, ज्वलन्त इच्छा छ भने कुनै पनि उमेरमा चाहिँ हामी केही पनि सिक्न सक्छौँ। उमेरले कसैलाई पनि रोक्न सक्दैन। यदि हामीसँग चाहिँ सिक्ने इच्छा छ भने त्यो सिक्ने इच्छालाई चाहिँ हामीले चाहिँ ज्वलन्त पार्यौँ भने हामीलाई चाहिँ उमेरले कहिले पनि रोक्न सक्दैन। जुनसुकै उमेरमा पनि हामीले जे पनि काम गर्न सकिन्छ। त्यो भन्ने जानकारीमूलक भिडियो। साथीहरू, तपाईँलाई यो भिडियो कस्तो लाग्यो, जानकारी कस्तो लाग्यो आफ्नो भनाइ राख्दै भिडियो मन परे सेयर पनि गरिदिनु होला।